यो सुनाइ बोलाइ पार्ट 1 हो। पार्टको अब यो धेरै चाहिँ बुकमा भेटिन्न। म हजुरलाई सुनाइ बोलाइ 1, 2, 3, 4 को देखाउँछु। म पार्ट देखाउनु पर्दैन होला, पार्ट मैले देखाइहालेँ। यो पार्ट हो, यो क्लास 6 को हो, यो सरकारी स्कुलको हो। यो सुनाइ बोलाइ पार्टको अभ्यास हो। यो धेरैचोटि बुकमा यसको पार्ट देखाएको हुन्न, पछाडिपट्टि पार्टै हुन्न। म अहिले सुनाइ बोलाइ पार्टको अभ्यास, अब म पछाडिपट्टि पार्ट देखाउन मन लाग्छु। यसमै हेर्न सक्नुहुन्छ हजुरलाई लेखेको छ सुनाइ बोलाइ पार्ट 1, 2 लेखेको छु। यो सुनाइ बोलाइ पार्टको 2 हो। मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला नयाँ हुनुहुन्छ भने। यो 3 हो सुनाइ बोलाइ पार्ट, अर्को यहाँ छ सुनाइ बोलाइ पार्ट 3 को भाग। यो 4 हो सुनाइ बोलाइ पार्टको 4 अभ्यास। यो धेरैचोटि बुकमा हुँदैन। यो बुकमा हुनेको कारण म अगाडि देखाउँछु हजुरलाई। यो बुकको हुने कारण यो विगतसम्म 2078 मा बनेको बुक हो। यसैले यसमा सुनाइ बोलाइ पार्ट रहेछ। मैले हजुरलाई 1, 2, 3, 4 देखाएँ। अर्को बुकमा पनि म देखाउने वाला हुँ। यो सुनाइ बोलाइ पार्ट हुन्छ कि नै भनेर हजुरलाई विश्वास लागेन भने म अर्को बुक पनि देखाउने वाला छु। यो एक अघि नै देखाइहालेँ मैले। यो फेरि बिचमा रोकेर हेर्न सक्नुहुन्छ हजुर। बिचमा रोक्न सक्नुहुन्छ। यो क्लियर देखेको छैन भने क्लियर पनि देखाउन लाग्छु। अनि यो सरकारी स्कुलमा पाइन्छ यो बुकको फोटो देखाइदिन्छु हेर्नु। मेरो च्यानललाई नयाँ हुनुहुन्छ भने सब्स्क्राइब, लाइक, फलो गरिदिनु। मेरो टिकटक च्यानल र युट्युब च्यानल दुइटै छ। म अभ्यास सल्भ पनि गरेर देखाउने वाला हुँ। पहिला पार्ट 1 को अभ्यास गर्छु। यो पार्ट हो, पार्ट 1 मूल्य पार्ट 1। इसको अभ्यास यो यस प्रकार छ। यो घसी हो, अर्को कला हो, यो चिर हो, मिरिन्डा, बसा, वेशभूषा, यो जोरा मिलाऊ। यो पार्ट म यिनी बाटोमा सल्भ गर्नेछु अहिले, यति अहिलेको लागि।